यो बजारमा केही चर्चा भएका विषय भन्ने भन्दा पहिले म आजको अवस्था मान्यज्यूहरूलाई जानकारी गराउँ। हामीहरूले यो हिउँदमा 1005 मेगावाटसम्म विद्युत आयात गर्यौं र आवश्यकता अनुसार 600-700 घट्दै आएर हाम्रो यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो। अस्तिको दिनसम्म पनि हामी 350 मेगावाट आयात गरिराखेका थियौँ। तर आज चाहिँ आजको रेकर्ड अनुसार 150 मेगावाट हामीले निर्यात गरेका छौँ। हामीलाई विद्युत पुगेर उब्रिएर निर्यात गरेका छौँ। र यो लोड सेडिङको हल्ला चाहिँ यो सामाजिक सञ्जालको हल्ला मात्र हो, म यति आग्रह गर्न चाहन्छु। र बेला बखत विद्युत विच्छेद हुने, ट्रिपिङ हुने अवस्था यो आज मात्रै भएको होइन। विगतको डाटा लास्ट इयरको हेऱ्यो भने पनि वर्षमा 700 घण्टासम्म यसरी विभिन्न पटक विद्युत गएको पाइन्छ। कहिले हावाहुरीको कारण, कहीँ ठुल्ठुला पोलहरू चाहिँ ढलेका कारण, कहीँ मान्छेकै कारण पनि चढेर दुर्घटना भएका कारण, यस्ता बेलामा पानी असिनाका कारण अवरुद्ध भएको पाइन्छ। अस्ति पनि ढल्के वर्ण विद्युतको विच्छेद हुँदा त्यो मर्मत विच्छेद एकचोटि भइसकेपछि मर्मत गर्नलाई 1 घण्टा अलिकति बढी समय लागेको थियो। त्यसले चाहिँ अलि धेरै ठाउँ प्रभावित भयो, किनभने आयात गरिएको लाइन थियो जहाँबाट सबै ठाउँ चाहिँ प्रसारण गर्नुपर्ने थियो। त्यसकारणले सबैतिर एकैचोटि अलिकति प्रभाव परेको बाहेक आधा घण्टा, 10 मिनट, 20 मिनट कहीँ मर्मत गरेका बेला विच्छेद हुने बाहेक लोड सेडिङको अवस्था यो वर्ष छैन।